हल्लाभन्दा नहाँस्नु। अघि भनिन खलासीमा हिरो भनेर हिरो नसम्झ त्यहाँ कमल पनि फुल्न सक्छ, हल्ला भनेर हल्ला नसम्झाइदिन असै पनि हान्न सक्छ। ट्राफिकमा थियो नवराज सर हजुरभन्दा पहिला म 5 वर्ष जागिर खाएँ। पुतली सडक चोकमा एउटा सिपाहीको पीडा, बिहानदेखि बेलुकासम्म झाप झाप तिर मात्रै त हुन्थ्यो नि। भिआइपी को सवारी, प्रदेश मन्त्री, मुख्यमन्त्रीका पछि लगको डोनेसन हरेकलाई दिनभरि बिचरा त्यसको घुँडो दुखेर यस्तो भएको छ। 5 वर्ष जागिर खाएँ सर मैले, 1 पैसा घुस खाएँ सर मैले देख्ने गरी। अब भित्र त के हुन्छ नाङ्गै हुन्छ सबै, भित्र कुरो छोड्नु। बढुवा हुँदैन जब मान्छे आफ्नो क्षमता योग्यता लगानी सबै गर्दा गर्दै पनि न्याय पाउँदैन। बढुवा हुँदैन भने मान्छे कहाँ जान्छ? कि जागिर छोडिदिन्छ कि हात देखाउन जान्छ। म पनि हात देखाउनेवाला मान्छे। आजकल त हात पनि हेर्नु पर्दैन, त्यसको फेसबुक हेरे सबै थाहा हुन्छ। के लाइक गर्छ, कस्ता कस्ता प्रोफाइल पिक्चर राखेको छ, कोलाई साथी बनाएको छ, पोस्ट के छ, कमेन्ट के छ, म्युचुअल फन्ड के छ, यी सबै विश्लेषण गर्ने हो भने त्यो कुण्डलीको भन्दा राम्रो रिपोर्ट निस्किन्छ। म गएँ एउटा बाजेकामा यसो हेरेँ हात, बाबु तिमीले बढुवा हुँदैन, तिमीले धरती माताको श्राप लागेको छ भन्छ। बाजे हावा कुरा नगर्नुहोस्, 5 वर्ष त मैले धरतीलाई ढोगेर जागिर खाएको छु बिहानदेखि बेलुकासम्म। कसरी श्राप लाग्यो बाजे भनेको, बाबु बिहान एकपटक धरतीलाई ढोगेर के गर्नु? दिनभरि पुतली सडक चोकमा जय नेपाल साहब मन्त्री आउँदा पनि जय नेपाल साहब, डन आउँदा पनि जय नेपाल साहब, यो आउँदा पनि जय नेपाल साहब, दिनभरि लाग्दै धरतीलाई नदिएर बढुवा कसरी हुन्छ? उसको काम थियो नि यो, तर उसको बढुवा भएन। अनि म कमेडियन भएँ। मनोज गुजुरले ताली माग्दैन, चित्त बुझेपछि विद्वानसँग ताली बजाउँछ। के हो सबै सिटी बजाउँछ? खलासी होइन होला, अर्को होला। म त्यस्तो होइन। ओके, जाँदा साथै म यही भन्छु पुनः एकपटक। हामी अघि सरहरूसँग कुरा गर्दै थियौँ, हो हरेक ठाउँमा एउटा कमी कमजोरी हुन्छ। व्यक्ति खराब हुन सक्छ, कुनै समूह खराब हुन सक्छ, तर सिङ्गो संस्था जुन पवित्र उद्देश्य जुन विधानले अगाडि चलेको छ त्यो पवित्र संविधानलाई मान्यो। एउटा दुईटा गल्तीको कारणले सिङ्गो संस्थालाई गलत भन्न मिल्दैन। यही कुरो नेपाल प्रहरीमा लागू हुन्छ। नम्बर 1। नम्बर 2, त्यो दिन कल्पना गर्नु त 24 गते चौकी जलेका थिए, प्रहरीहरू भागेका थिए, जताततै त्रास थियो। त्यो एक दिन पुलिस नहुँदाखेरि तपाईको मनमा कति डिग्रीको ढ्याङ्ग्रो बज्यो? प्रहरी भएन भने हामीले शान्त सुत्न मात्र होइन, हाम्रो मानसिक स्वास्थ्य पनि कमजोर हुन्छ। किनभने वी आर अलरेडी प्रोटेक्टेड बाई द पुलिस। हामी सबैका कमी कमजोरी होला, यी सबैलाई मम गर्दै सामान किन्दा बिलको लास्टमा हुन्छ नि भुलचुक लेनी देनी, यही शर्तका आधारमा आजैदेखि प्रहरी र नागरिक बीचको सम्बन्ध पुनः प्रगाढ बनाऊ। हाम्रो प्रहरी कार्यक्रमलाई सफल बनाऊ। धेरै धेरै धन्यवाद। नमस्कार। जय नेपाल।